हेलो एभ्रिवान, लेट्स मेक मटन बिरयानी विथ मी। यसको लागि चाहिँ हामीले पहिला मटन चाहियो, त्यसमा थोरै खडा मसला र अरू बाँकी मसलाहरू राखेर मिक्स गरिदिने। अनि हामीले गार्लिक र अदुवाको पेस्ट हाल्ने, अनि दही हाल्ने, अनि अलिकता चाहिँ कागती निचोरेर यसलाई चाहिँ मजाले मोल्ने र म्यारिनेट गर्ने। अनि एकछिनको लागि राखिदिने। अनि यसमा चाहिँ हामीले थोरै प्याज फ्राई गरेर पनि राख्नुपर्छ। र त्यसपछि जब हामी चामलतिर र चामललाई चाहिँ पानी उमाल्ने, अनि मसला तेजपात अनि अलिकति घिउ राखेर चाहिँ हामीले चामललाई एकछिन पकाउने, 80% जति पकाउने। अनि त्यसपछि फेरि मासुलाई चाहिँ हामीले त्यतिखेरसम्म त्यो चामल पकाउँदै चाहिँ मजाले फ्राई गर्ने, त्यो म्यारिनेट गरेको मासुलाई। अनि त्यो चामल 80% जति पाकेपछि चाहिँ हामीले झिकेर राखिदिने। अनि त्यतिखेरमा चाहिँ मासु पनि पाक्छ। र मासु पाकिसकेपछि चाहिँ हामीले त्यो भातलाई मासुको माथिपट्टि लेयर गर्ने र थोरै फुड कलर राख्ने, अनि थोरै पानी र नुन राख्ने, किनकि त्यसले हल्का स्वाद दिन्छ चामललाई पनि। अनि धनिया, अनि फ्राई गरेको प्याज, अनि त्यो पछाडि चाहिँ थोरै घिउलाई चाहिँ राखेर हामीले यो बिरयानीलाई चाहिँ दम दिने र एकछिनमा चाहिँ पाक्छ। अनि त्यो पछाडि चाहिँ मजाले मोल्ने, अनि त्यहाँबाट हामीले टक्क लगाएर सर्भ गर्ने गाइजहरू। अनि त्यसपछि हाम्रो रेडी हुन्छ तातो तातो मटन बिरयानी। थ्याङ्क यू।